के बनाउने छु सहयोगी के बनाउने छु सहयोगी बनाउने छु भनेको छ त्यो वाइफ बनाउने छु भन्ने शब्द छ के भनेको छ सहयोगी बनाउने त्यो पनि सुहाउने सुहाउँदो मिल्ने भनेको नि किन जरुरत पर्यो हामीलाई थाहा छ किनकि सबै पशु प्राणी बनाएर आदमको अगाडिलाई आदम सबै नाम राखेर हेर्छु आदमसित मिलेको कोही पनि छैन यस्तो हेर्छु सबै मिल्दैन आदमको यस्तो दुईटा आँखा चाहिँ यस्तो उभिरहेको जनावर यस्तो घोप्टो सबै मिल्दैन हो यस्तो हेर्छ सबको पुछा छ आदमको त पुछा छैन मिल्दैन भनेर त के गर्नुभयो उसको बादमा चाहिँ के गर्नुभयो सुहाउने सहयोगी सुहाउने के बनाउनु भयो सहयोगी बनाउनु भएको छ अनि बाइबलको अनुसार पहिलो नम्बर याद राख्नुहोस् परमेश्वरले चाहिँ सुहाउने सहयोगी सृष्टि गर्नुभएको थियो आदमको हड्डीबाट स्त्रीलाई सृष्टि गर्नुभएको थियो डाइरेक्ट बुढी वाइफ बनाउनु भएन त्यो वाइफ भन्ने शब्द परमेश्वरले राखेको हो होइन स्त्री भन्ने शब्द परमेश्वरले राखेको होइन आदमले राखेको किन सबको नाम आदमले राखेको बुढी पनि आदमले भन्यो स्त्री पनि आदमले भन्यो परमेश्वरले निकाल्नु भएको छैन सब परमेश्वरको मुखबाट चाहिँ खालि एउटै निस्केको छ सुहाउने सहयोगी अनि याद राख्नुहोस् परमेश्वरले चाहिँ आज स्त्री एउटा स्त्रीलाई चाहिँ के भन्छ एउटा आदमको लागि एउटा सुहाउने सहयोगी सृष्टि गर्नुभएको थियो तर पछि गएर आदमले नै स्त्री भन्ने शब्द राख्यो आदमले नै वाइफ भन्ने शब्दहरू राख्यो आदमको मुखबाटै निस्केको छ उसले नै भन्यो मेरो हाडहरूको हाड मेरो मासुको मासु यो अब स्त्रीको लागि नै छ भनेको आदमले भनेको छ प्रभुले भनेको होइन त्यो स्त्री नाम पनि कसले दियो आदमले परमेश्वरले होइन याद राख्नुहोस् है परमेश्वरले के नाम दिनुभएको छ स्त्रीलाई सुहाउने सहयोगी कसको लागि पुरुषको लागि अनि त्यसै कारण बाइबलको अनुसार सबभन्दा नम्बर 1 मा चाहिँ हस्बेन्ड र वाइफ चाहिँ एउटा सहयोगीमा हुन्छ फ्रेन्ड मित्रता मैले धेरै लेखेर राखेको ग्रीक भाषामा थुप्रो हुन्छ हेल्परको मतलब मित्रता एडभोकेट असिस्टेन्ट कम्पाउन्डर जो साथ दिने हुन्छ नि थुप्रो हुन्छ मैले धेरै लेखेर आएको छु इङ्ग्लिसमा है अनि मलाकी 2:14-15 मा पनि कम्पेनियन भन्ने शब्द युज गरेको छ साथी भन्ने स्त्रीको लागि मतलब वाइफको लागि चाहिँ वाइफको लागि त्यही भएर नम्बर 1 मा याद राख्नुहोस् हस्बेन्ड र वाइफ चाहिँ फ्रेन्ड हो फ्रेन्ड याद राख्नुहोस् फ्रेन्ड सेकेन्डमा मात्रै हस्बेन्ड एन्ड वाइफ आउँछ र परमेश्वरले हस्बेन्ड र वाइफ सृष्टि गर्नु भएको छैन परमेश्वरले त सुहाउने सहयोगी बनाउनु भएको छ स्त्रीलाई पुरुषको लागि अनि पछि गएर चाहिँ आदमको मुखबाट स्त्री भन्ने शब्द निस्केको छ हालेलुया बुझ्नु हुँदैछ अनि त्यसै गरी हामी याद राख्नुपर्छ हस्बेन्ड र वाइफ भएपछि चाहिँ सबभन्दा पहिला चाहिँ याद राख्नुहोस् बाइबल आदि चाहिँ हामी चाहिँ एउटा सहयोगी हो एकाअर्काको मित्र हो सहयोगी एकाअर्काको दुःख सुखमा साथ दिने एकाअर्कालाई के गर्ने दुःख सुखमा साथ दिने हो न त किन बनाउँथ्यो सहयोगी सुहाउने प्रभु आदमको लागि जन्मरै काफी थियो त दुनियाँभरको भाषा पनि बुझिहाल्थ्यो तर उसको मनको कुरा बुझ्ने थिएन नि त उसको भावनालाई बुझ्ने थिएन नि त पशु प्राणीमा थियो योग्यता आदमको चाहिँ भावनालाई बुझ्ने त्यही भएर त आदमको शरीरबाट एउटा सहयोगी बनाउनु पर्यो परमेश्वर हावा त्यही भएर पहिलो नम्बर चाहिँ हस्बेन्ड वाइफ चाहिँ के हो फ्रेन्ड हो याद राख्नु सहयोगी हो मित्रता हो उसको बादमा चाहिँ हस्बेन्ड र वाइफ आउँछ अनि धेरैचोटि सिधै हो त मेरो बुढी या त मेरो बुढा भनिदिन्छ वार सुरु फेरि प्राय हेऱ्यो भने पुरानो समयदेखि चल्यो ब्ल्याक एन्ड व्हाइटको जमानाको हामीले कन्सेप्सनलाई हेऱ्यो भने के हुन्थ्यो बुढी भन्नेको मतलब नै घरमा आउनु झाडु पोछा लगाउनु खाना पकाउनु नानीलाई जन्म दिनु त्यति नै बुढाको ड्युटी खालि पैसा कमाउनु त्यही मात्रै कन्सेप्टसम्म हुन्थ्यो नि त कन्सेप्सन चाहिँ के हुन्छ विवेकमा त्यस्तो हुन्छ अहिले पनि कतिको त्यस्तो छ बुढी गर्दा चाहिँ खालि घरमा खाना पकाउनु हो भाडा धुनु लुगा धुनु नानीलाई हेर्नु त्यति मात्रै ड्युटी बुढाको ड्युटी चाहिँ खालि बाहिर जानु पैसा कमाउनु घरमा ल्याएर त्यति मात्रै अहिले पनि धेरैको त्यस्तो धारणा छ तर परमेश्वरले चाहिँ त्यसको कारण सृष्टि गर्नु भएको थियो परमेश्वरले चाहिँ मित्रता एकअर्काको सहयोगी बनाउनु भएको थियो एकअर्कालाई दुःख सुखमा साथ दिनुको लागि बनाउनु भएको थियो हालेलुया
एकअर्कामा दुःख सुखमा साथ दिनुको लागि बनाउनु भएको। त्यही भएर त सुहाउने सहयोगी म बनाउने छु भन्नुभएको थियो प्रभुले। याद राख्नु, हस्बेन्ड र वाइफ चाहिँ के एकअर्काको लागि परमेश्वरले सहयोगी बनाउनु भएको थियो, एकअर्कालाई दुःख सुखमा साथ दिनुको लागि। न त किन बनाउनु दरकार थियो प्रभुलाई, हावालाई स्त्रीलाई बनाउनु दरकार थियो किन नि? आदम एक्लै पशु प्राणीसित इन्जोय गर्दै हिँड्थ्यो पापमा, किन अब सबै त भाषा बुझ्थ्यो। अब आदमले त नाम राखिदिएको जहिले हामीले टाइगर, हात्ती पनि के मयूर, कुखुरा, भाले सबै आदमले राखिसकेको नाम हो त। आदम राखेको नामलाई हामीले पुकारा गर्दैछ। अलिकति पछि मान्छे एजुकेटेड हुँदै गयो, फेरि नाम पनि राख्नु थाल्यो इङ्ग्लिसमा अरे, नेपालीमा नाम पनि फेरि अलग अलग राख्नु थाल्यो। डग अरे, कुकुर अरे, कुत्ता अरे, हो हेन अरे, मुर्गी, कुखुरा अरे, नेपालीमा पोथी अरे, भाले मान्छे पढ्दै गयो, एजुकेसन नहुँदै शब्द पनि बदलिँदै गएको। त्यहाँबाट चाहिँ हामीले नाम राख्नु थाल्यो क्या। अब सुरुमा चाहिँ आदमबाट भएको, हामीले मोडिफाई गर्न थाल्यो फेरि। हालेलुया। त्यसै कारण बाइबलको अनुसार चाहिँ के छ, वाइफ चाहिँ एक्चुअलमा हेल्पर, सहयोगी बनाउनु भएको थियो, डाइरेक्ट स्वास्नी बनाउनु भएको थिएन, वाइफ बनाउनु भएको थिएन। र आदमको लागि एउटा सुहाउने सहयोगी बनाउनु भएको थियो। किन आदम एक्लो थियो नि त, उसको लागि खाँचो थियो, दुःख सुखमा साथ दिने थिएन, उसलाई बुझिदिने थिएन। त्यसै कारणले परमेश्वरले आदमकै शरीरबाट चाहिँ हावालाई सृष्टि गर्नुभयो, ताकि आदमको भित्रको दुःखको कुरा हावाले बुझोस् होइन, हावाको भित्रको दुःखको कुरा आदमले बुझोस् भनेर। त्यही भएर एउटै शरीरबाट उहाँले सृष्टि गर्नुभयो, अलग्गै माटो मुछेर बनाउनु भएन नि, बनाउनु भएको छ आदमकै शरीर हड्डीबाट बनाउनु भयो। किनभने एकअर्का त्यो इमोसनल, एकअर्का त्यो भित्रको त्यो पीडालाई बुझोस् भनेर सहयोगी बनाउनु भयो। तर धेरैचोटि अहिले के भएछ, विवाह भएपछि हस्बेन्ड वाइफमा त्यो हुँदैन। एक प्रकारको त्यो एकअर्कामा दुःख कष्टमा साथ दिनुपर्ने हामी दिँदैनौँ। हालेलुया। किन सिधै भन्छ यो त मेरो बुढी हो, त मेरो बुढा हो, मेरो सोच्ने हो, मेरो गर्ने सिधै हो। त्यसमै अनि फ्रेन्ड भन्ने शब्द आउँदैन, मित्रता भन्ने शब्द आउँदैन। जब तपाईँ हामी दुईजना मित्र, हामी कस्तो गर्छ, हामी मित्र 2011देखि हामी आफ्नो बोल्छ, बात मार्छ। अनि हस्बेन्ड वाइफको त्यही हो, सबभन्दा पहिले मित्रता, फ्रेन्डसिप हुनुपर्छ। हस्बेन्ड वाइफमा फ्रेन्डसिप हुनुपर्छ। जसरी एउटा मित्रसित बात मार्छ त्यसरी आपसमा बसेर बात मार्नुपर्छ। जसरी हामी एउटा नजिकको साथीलाई आफ्नो दुःख पोखाउँछ नि, त्यो चाहिँ स्वास्नीलाई लोग्नेलाई पोखाउनुपर्छ, लोग्नेलाई स्वास्नीलाई पोखाउनुपर्छ, न कि तिस्रो व्यक्तिलाई। त्यही गडबड गर्छ। आफ्नो पीडा, मनको कुरा स्वास्नीले अरूलाई भनिरहेको, उसको मिल्ने साथीलाई लोग्नेले त्यस्तो गरेर चाहिँ आफ्नो घरको परेशानी, मनको कुरा उसको मिल्ने साथीलाई भनिरहेको थियो, त्यो चाहिँ एकदम रङ हो। प्रभुले त्यसको लागि बनाउनु भएको थिएन, जो त्यसको लागि बनाउनु भएको थिएन। याद राख्नुहोस्, त्यो आपसमै सेयरिङ गर्नुको लागि बनाउनु भएको थियो, आपसमै बातचित गर्नुको लागि। जब तेस्रो व्यक्तिलाई सेयरिङ गर्न थाल्छ नि, समस्या सुरु हुन्छ त्यो परिवारमा। याद राख्नुहोस्, त्यो चाहिँ समस्याको सुरुवात भएको। हस्बेन्डले आफ्नो मिल्ने साथीसित आफ्नो मिसेसको या परिवारको कमजोरी कुरा भन्दैछ भने, या वाइफले आफ्नो मिल्ने साथीसित आफ्नो परिवारको दुःख, बुढाको दुःख कुरा गर्दैछ भने त्यहाँबाट समस्याको ढोका सुरु हुन्छ। त्यहाँबाट पर्छ। प्रभुले त्यसको लागि बनाउनु भएको थिएन हावालाई, आदमको लागि, अनि आदम हावाको लागि। खासै आदम के छ, हावा चाहिँ कसको लागि सृष्टि गर्नुभएको थियो? आदमको लागि। आदमको लागि हावा बनाएको थिएन खासमा, किन आदम त अलरेडी त्यहीँ थियो नि त। तर को चाहिँ थिएन? हावा थिएन। आदम त अलरेडी त्यहाँ थियो। त्यही भएर बाइबलले भन्छ स्त्री चाहिँ पुरुषको लागि बनाएको, पुरुष त स्त्रीको लागि होइन भनेको छ नि त। कोरिन्थीको पुस्तकमा नि पावलले पनि भनेको छ। किन भन्दा चाहिँ स्त्री जाति त पुरुषबाट निस्केको, पुरुष चाहिँ परमेश्वरबाट आएको नि त, सिधै भनेको छ। त्यो भएर पुरुष कहाँबाट आएर? परमेश्वरबाट। तर स्त्री चाहिँ पुरुषबाट निस्केको। त्यही भएर स्त्री चाहिँ पुरुषको लागि बनाएको नि त, पुरुष चाहिँ स्त्रीको लागि होइन। किन पुरुष त अलरेडी त्यहीँ थियो नि त। त्यस लागि के भयो, यसलाई भन्छ स्त्री पुरुषबाट, तर पुरुष चाहिँ परमेश्वरबाट भनेर कोरिन्थीको पुस्तकमा नि पावलले भनेको छ। तर त्यो चाहिँ के बनाएको थियो? एकदम मिल्ने साथी, एउटा सुहाउने सहयोगी बनाउनु भएको थियो। अनि स्त्रीको नाम कसले राख्यो? आदमले। प्रभुले भन्नु भएन, स्त्री। कसले भन्यो? यहीँ पढौँ न, किन त्यो हावामा बोलिबस्नु नि। यहाँ म उसको 2मै होला, हेर्नु ल।
23 पढ्नुहोस् त 2 को 2 को उत्पत्ति 2 को 23। अनि आदमले भने यो त मेरो हाडको हाड र मेरो मासुको मासु हो। ऊ नारी नारी भनिनेछ किनभने ऊ नरबाट निकालिएको हो। हालेलुया। त्यो प्रभुले नारी भनेको कि आदमले नाम राखेको छ, आदमले राखेको छ, स्त्री भन्ने छ, प्रभुले होइन। यो चाहिँ बेसिक शिक्षा है। एकदम म चाहिँ जराबाट जाने बानी छ त सरलाई नै बुझ्नु हुँदैछ। आज बुझ्नुभयो स्त्री भन्ने शब्द चाहिँ कसले राखेको रहेछ? आदमले, परमेश्वरले होइन। परमेश्वर खालि बनाउनु मात्रै भयो, तर परमेश्वरले के बनाउनु भयो? सुहाउने सहयोगी। सुहाउने के बनाउनु भएको थियो? सहयोगी। तर स्त्री भन्ने शब्द चाहिँ कसले प्रयोग गर्यो? आदमले। किन आदम भने यो मेरो हाडको हाड हो, मेरो मासुको मासु, यसलाई स्त्री कराइनेछ भनेर आदमले नै नाम राखेको छ स्त्री भनेर। त्यही भएर अहिले हामी स्त्री पुरुष भन्ने स्त्री। हालेलुया। त्यस कारण अनि परमेश्वर बाइबलको अनुसार चाहिँ के हो? वाइफ भनेको चाहिँ सबभन्दा पहिला हेल्पर हो, सहयोगी। इङ्ग्लिसमा भन्छ कम्पनियन पनि भन्छ, थुप्रो वर्डहरू छ, मित्र भन्ने शब्दहरू छ। त्यही भएर फर्स्ट नम्बर याद गर्नु, हस्बेन्ड र वाइफ चाहिँ के हो? मित्र हो, फ्रेन्ड। यसलाई कि तपाईँहरूको परिवारमा कुनै दुःख कष्ट समस्या आउँछ भने हस्बेन्ड वाइफ जस्तो फ्रेन्डसित हामीले कसरी सेयरिङ कुरा गर्छ त्यो हामीले आपसमा कुरा गर्नुपर्छ हस्बेन्ड वाइफमा, न कि आफ्नो मिल्ने साथीसित। कहिले पनि आफ्नो हस्बेन्ड वाइफको बिचको कुरा, भित्र परिवारको कुरा तेस्रो व्यक्ति कहिले पनि भन्नु हुँदैन, याद राख्नुहोस्। कति कुरा यस्तो हुन्छ नभन्ने कुरा त भन्नु हुँदैन, धेरैले त्यही गल्ती गरेको हुन्छ। त्यहाँबाट सुरुवात हुन्छ। अगाडि भने मैले समस्याको ढोका सुरु त्यही हुन्छ। कति कुरा यस्तो हुन्छ भन्ने नभन्ने कुरा हुन्छ, तर त्यो भनिरहेको हुन्छ। किन भन्दा त हस्बेन्ड वाइफ मिल्दैन, अनि मिल्ने साथीलाई त नभनेर कसलाई भन्ने? मिल्ने साथीलाई त भन्नु पऱ्यो नि, दुःखको कुरा पोखाउनु पऱ्यो नि त। भित्र त छ अब भरिरहेको कहाँ त खनाउनु पऱ्यो, साथी छोयो नि त जग्गा। अनि यस्तो हेर्छ त्यही मिल्ने छ, ल त मेरो सबै दुःख हो। खास चाहिँ प्रभुले चाहिँ आदम र एकअर्काको लागि भनेको त्यो उल्टा भएर तेस्रो व्यक्तिलाई पोखाइरहेको हुन्छ। त्यो चाहिँ शिक्षा थाहा नभएर पनि, त्यही भएर प्रभुले शिक्षा दिनु पर्छ। एन्थनी गुरुङलाई त्यो तराबाट है भन्नुभएको। याद राख्नुहोस् बाइबलको अनुसार हामी चाहिँ हस्बेन्ड वाइफ चाहिँ के हो? सबभन्दा पहिले फ्रेन्ड। माइन्डमा हमेसा राख्नु, हामी चाहिँ एउटा साथी हो। नसोच्नु यो मेरो बुढी हो मेरो, त्यो त अलरेडी छ नि, कसले लाग्दैन नि त्यो। मर लागिसक्यो नि हस्बेन्ड वाइफ, बिहा भइसक्यो नि त, त्यो छापलाई त भनिबस्नु पर्दैन यो मेरो बुढी मेरो बुढा भनिबस्नु पर्दैन। याद राख्नु म चाहिँ एउटा मेरो हामी चाहिँ मित्र हो, एकाअर्काको सहयोगी हो भनेर माइन्डमा हमेसा याद राख्नु। हस्बेन्ड र वाइफ चाहिँ के हो? एकाअर्काको सहयोगी हो, दुःख सुखमा साथ दिनुको लागि। त्यही भएर विवाह गर्दा के भन्छ? दुःखमा सुखमा साथ दिन्छु भनेर पुरा प्रतिज्ञा गर्छ। बिहा भइसक्यो त्यो प्रतिज्ञा त उल्टा पो हुन्छ। दुःख पर्दा त अर्कै। हामीले प्रतिज्ञा लिन्छ कि लिँदैन? मैले लिएको बिहा गर्दा दुःखमा सुखमा साथ दिने, मोटी होस् पतली होस् बिहा भएर कति साह्रो मोटी भएको हो। पहिला त अङ्गिरा सबै स्वीकार गर्छु भने किन अहिले चाहिँ अस्वीकार गरेको थिएँ? बिहा गर्दा चाहिँ पुरा सुखमा दुःखमा साथ दिन्छु भनेर दुःखाउँछ, साथै सोध्नुहोस्। त्यो त धोकेबाज भयो नि, त्यो त प्रतिज्ञाको उल्लङ्घन भयो त नि। यत्रो मण्डलीको अगाडि बसेर बिहा गरिरहेको हुन्छ होइन, त्यो के भयो? उल्टा भयो नि त। पुरा भयो होइन? त्यसैले याद राख्नुहोस्, मैले सबै बारीकली भनेको छुइनँ, अलिअलि मात्रै भनेको छु है। त्यसै कारण हमेसा याद राख्नुहोस्, मैले अघि भनिहालेँ, आज एउटा हस्बेन्डले किन आफ्नो मनको पीडा, आज फ्यामिलीको दुःखको कुरा आफ्नो मिल्ने साथीलाई सेयरिङ गर्छ भन्दा किनकि उसको वाइफसित सम्बन्ध राम्रो नभएको। एउटा वाइफले किन आफ्नो मनको दुःख पीडा कुरा जुन हस्बेन्डलाई सेयरिङ गर्नुपर्ने आफ्नो मिल्ने साथीलाई गर्दछ, किनकि आपसमा मित्रता नमिलेको कारणले त्यो दुःख पोखाउनु करे लागेर उनीहरूले पोखाइराखेको हुन्छ। तर त्यो चाहिँ एकदमै रङ हो। प्रभुले त्यो उद्देश्यले स्त्री जाति बनाउनु भएको थिएन नि आदमको लागि, ताकि त मिल्ने साथी भनेको अर्थ नै सुख दुःखमा साथ दिनको लागि हो नि त। सुख दुःखमा साथ दिनको लागि नै प्रभुले एउटा सहयोगी बनाउनु भएको नि त। सुहाउने भनेको त्यो पनि, सुहाउने भनेको चाहिँ मिल्ने सहयोगी। त्यो प्रभुले सहयोगी बनाउँदा अब चाहिँ यसलाई म अब यसको स्टेजतिर लडाइँ झगडा गर्नु गएछ नि, यसलाई चाहिँ म बनाउँछु अब चाहिँ हो भनेर बनाउनु भएको चाहिँ कस्तोमा चाहिँ सुहाउने।
यो आदम एक्लो रहेछ आल्छी लाग्छ यसलाई म गाली गर्ने बनाउनु पर्यो भनेर स्त्री बनाउनु भएको छैन हो। अहिले त बिहा भएर त हस्बेन्डले वाइफलाई गाली गरेछ, वाइफले हस्बेन्डलाई गाली गराएको छ। उल्टा भयो नि त, अनि मिले सुहायो नि त्यहाँ वचन अनुसार जोडी सुहाइन नि। प्रभुको उद्देश्य त त्यही थिएन, प्रभु परमेश्वरको उद्देश्य त त्यही त सुहाउने, एकाअर्का सहयोग गरोस्, प्रेममा बसोस्, मित्रतामा रहोस्, त्यसको लागि सृष्टि गर्नुभएको थियो। यहाँ त उल्टा हुँदैछ, जवानहरूलाई काम बसेपछि सबको बिहा हुने हो होइन। कोही कोही चाहिँ अब पावरको जीवन बिताउने हुन्छ, त्यो त कम्ती नै हुन्छ, तर यता चाहिँ भनेको होइन फेरि यस्तो भन्दा भएन गइहाल्छ सिधा, त्यो भाकाले भनेको भने टार्गेट चाहिँ गरेको थिइनँ। अब पावलकै इक्जाम्पल दिनु पऱ्यो नि त बाइबलमा चाहिँ होइन। अब पावलले त्यस्तै धेरै भन्छ नि म त पावलको जीवन हाँस्छु है, पावलको जीवन पावलले बिहा गरेको थिइनँ त, जिन्दगी प्रभुको सेवा गर्यो, लास्टमा गएर उसको टाउको काटेर बलिदान भयो प्रभुको लागि। त्यहाँ परमेश्वरको योजना पुरा भयो, के भयो रोममै होला टाउको काटेर मारिदियो, किनकि उसको शुभ समाचार सुनाउने। त्यो भएर पावलकै उदाहरण हुन्छ, बिहा नगर्नेहरूको लागि सिधै बाइबलबाटै हुन्छ है। मैले के भन्दै थियो भन्नुहोस् त अहिले हस्बेन्ड वाइफको बारेमा के सुन्नुभयो त्यसमा भन्नुहोस् त, सोच्नु न यसरी। अहिलेसम्म के सिक्नु भयो भन्नुहोस् त, अलिकति बुझ्नु भएन? मैले भने त हस्बेन्ड वाइफ त्यो एउटा मित्रता हुनुपर्छ, मित्र जस्तो एउटा सहयोगी हो। हालेले मेन पोइन्टहरू नबिर्सिनुहोस् है। अनि मैले के भनेको थिएँ, हस्बेन्ड वाइफले चाहिँ के गर्नुपर्छ, आफ्नो मनको कुरा पीडा जस्तै आफ्नो मिल्ने साथी चाहिँ सेयरिङ गर्छ नि, आपसमै सेयरिङ गर्नुपर्छ। तेस्रो व्यक्तिलाई भन्नु हुँदैन, तेस्रो व्यक्तिलाई भन्नु नै समस्याको ढोका खोल्नु हो। याद राख्नु, धेरै कुरा यस्तो हुन्छ हामी सेयरिङ गर्नु सक्दैन। म र मेरो मिसेस थुप्रो कुरा यस्तो हामी सेयरिङ गर्दैन, आपसमै सेयरिङ गर्छ। किन मेरो मिसेस र म हामी फ्रेन्ड हो, मेरो मिसलाई पनि भन्छु म तिमी मेरो साथी हो, म तिम्रो साथी हो, हामी एकदम फ्रेन्डली बस्छ, हामी दिल्लगी गर्छ, जिस्किन्छ, केटाकेटी यस्तै गर्छ हामी। किन बाइबल अनुसार जिउनु पर्यो नि त, प्रभुले त त्यसको लागि पो बनाउनु भएको त। प्रभुले त्यो मिल्ने सुहाउने सहयोगी चाहिँ एउटा मुख खोलाएर यता बस्ने, एउटा मुख खोलेर यस्तो बनाउनु भएको। रिसले 1 महिना भात नगर्नुको लागि भात नखानु बनाएको होइन, मिलेर भात खानु पर्यो। त्यो फुल ल्याएर एउटा कोनामा उता, एउटा बुढाको उता, बुढीको उता, त्यो अनुहारको लागि पनि बुझाएर अँध्यारो भएर बस्नु लागि बनाएको होइन, हमेसा लाइटिङ बस्नुको लागि बनाउनु भएको। हमेसा ज्योति बलेर बस्नुको लागि बनाउनु भएको नि त। यहाँ समस्या चाहिँ नबुझेर मात्रै हामी सिक्छ, त्यो भएर शिक्षा दिनको ध्यान चाहिँ सुन्नुहोस्। ल यहाँ याद राख्नुहोस्, हमेसा हस्बेन्ड र वाइफ चाहिँ एउटा मित्रता, एउटा फ्रेन्डसिप हुनुपर्छ। हस्बेन्ड वाइफमा फ्रेन्डसिप हुनु, फ्रेन्डसिप हस्बेन्ड वाइफ त हामी अलरेडी छ नि, त्यो अघि भने त मर लागिसकेको छ, बिहा गरेर हस्बेन्ड वाइफ भनेर बस्न गइसकेको छ नि त। हामी चाहिँ याद राख्नु, हामी चाहिँ के हो, हस्बेन्ड चाहिँ फ्रेन्डली हुनुपर्छ, एकदम फ्रेन्डसिप हुनुपर्छ हाम्रो बिचमा, त्यो प्रेम हुनुपर्छ। जस्तो मित्रताको प्रेम हुन्छ नि, तपाईँहरू साथीहरूसित जाँदा भेट्दा कस्तो कतै बोल्नुहुन्छ, रिसेप्सन बोलाएर साथीसित कति मजाले बात गर्नुहुन्छ, साथी हो नि त हो, बुढाबुढी त त्यही त। अनि बोल्नुहोस् न मजाले, बस्नुहोस्, बात मार्नुहोस्, दुःख सुख कुरा गर्नुहोस्, लभ स्टोरी कुरा गर्नुहोस्। बिहा गर्नुभन्दा कसरी लभ भएको थियो, हामी त गर्छ कोही बेला, अहिले पनि गर्छ, 13-14 साल भयो अहिले। सुरुमा लभ पर्दा कहाँ जान्थ्यो हामी, कसरी कतै हामी एक कुरा गर्छ, कोही बेला मजा आउँछ। अझै हाम्रो प्रेम मित्रतामा गाँसिँदै जान्छ, अझ आज हामी जिउनु मजा आइरहेछ। छोरी 11 वर्ष भइसक्यो, आजसम्म हामी मुख खोलाएर मेरो त्यो समय आएकै छैन। किन हामी बाइबलको रहस्यलाई बुझ्यो नि त, शिक्षालाई बुझ्यो, हामी त्यो अनुसार जिउनु थाल्यो नि त। त्यो भएर तपाईँहरूलाई शिक्षा दिँदैछु, नभए म किन दिन्छु शिक्षा? म त्यो जीवन नबिताएको भए तपाईँहरूलाई शिक्षा दिनु सक्छु सक्दिनँ नि। त्यो मैले अनुभव गरेको प्र्याक्टिकल कुराको शिक्षा दिएको त, बाइबल सिकाएर मेचबाट। मेरो मिसेस मेरो साथी हो, म उसको साथी हो, अनि हामी साथी जस्तै बोलेर बात मार्छ। लभ स्टोरी हाम्रो पुरानो कस्तो कस्तो बिहा गर्नुभन्दा त्यो समय बिताएर हामी कुरा गर्छ बिचमा। त्यसले के गर्छ, हाम्रो अझै मित्रता बढ्छ नि त, प्रेम नजदिकी बढ्छ। हस्बेन्ड वाइफमा नजदिकी बढ्छ, जति कुरा गर्छ नि नजदिकी बढ्छ। जति तपाईँ हस्बेन्डको कुरा नगर्छ त्यति नै टाढिन्छ। के भएर एकदम हस्बेन्ड वाइफ चाहिँ के गर्नुपर्छ,
बातचित गर्नु बहुत जरुरी छ। मैले लेखेको छ नि, कम्युनिकेसन बिट्विन हस्बेन्ड एन्ड वाइफ इज भेरी इम्पोर्टेन्ट। हस्बेन्ड वाइफ बिचमा बातचित हुनु बहुत जरुरी छ। कम्युनिकेसन, बातचित। मैले एउटा कन्भर्सेसन भन्ने वर्ड युज गरेर तर कम्युनिकेसन नै मिल्दो रहेछ हस्बेन्ड वाइफको लागि। कन्भर्सेसन भनेको नि त्यो बातचितै गर्नु, कम्युनिकेसन भनेको नि बातचित गर्नु, तर कम्युनिकेसन भन्ने वर्ड चाहिँ हस्बेन्ड वाइफको लागि चाहिँ अझै असल हुँदो रहेछ कन्भर्सेसन भन्दा पनि। अनि त्यो कम्युनिकेसन हुन्छ नि, बातचित हस्बेन्ड वाइफको बिचमा बहुत जरुरी छ। बातचित गर्नु त एकदमै इम्पोर्टेन्ट हो। जसरी हामी मिल्ने साथीसित बात गर्छ नि, त्यो बहुत जरुरी छ, बात गर्नै पर्छ। धेरै हस्बेन्ड वाइफमा त्यो बातचित नभएर नि समस्या दूरी आउँछ। हस्बेन्ड वाइफको जो रिलेसनसिपमा ग्याप आएको कारण त्यो पनि हो। बातचित गर्दैन, समय बिताउँदैन, एउटा मक्कै फोनमा होला, कोही आएको होला, कोही काममा बिजी होला, अनि टाइम स्पेन्ड हुँदैन। अनि हस्बेन्ड वाइफ चाहिँ टाइम स्पेन्ड बहुत जरुरी छ। टाइम स्पेन्ड गर्नुहोस्। म र मिसेस त टाइम निकाल्छ, बात मार्छौँ, लभ स्टोरी हामी बितेको कुरा गर्छौँ, कोही सेवाको कुरा गर्छौँ, तरको हामी कुरा गर्छौँ। किन हामी साथी हो नि त, मित्र हो। त्यसो गरेर के हुन्छ, हामी दुईजना चाहिँ हामी घनिष्ठमा आइरहेको प्रेममा कति मजा आउँछ, झन् आनन्द आउँछ, झन् मजा आउँदो रहेछ। जति पुरानो हुँदै जान्छ नि विवाह भए झन् मजा आउँदो रहेछ। प्रेम हिँड्नु थाल्छ नि, सुरुमा चाहिँ साह्रै पर्छ, किनभने धेरै काँडसाट हुनुपर्छ। सुरुमा माया प्रेम गर्दा सबै फुलै फुल देख्छ होइन, काँडा त देख्दैन, गुलाबमा काँडै हुन्छ भन्ने त देख्छ, देख्दैन नि, प्रेम त अन्त आयो, फुलै फुल देख्छ मजा। बिहा भएपछि अलिअलि काँडा पकाउनु थालिहाल्छ। बिहा भएपछि अलिअलि काँडा हो, बोलीको काँडा, व्यवहारको काँडा, बानीको काँडा, काम गर्ने काँडा पलाउनु थालिहाल्छ। सानोदेखि पलाउँदै पलाउँदै घोच्नु थालिहाल्छ दुईजनाले। अनि त्यो काँडालाई चाहिँ कसरी हटाउनु सक्छ? एकअर्का मिलेर, एकअर्का सहयोगी बनेर। हालेलुया। त्यस्तो कुरा हान्न जानु भएन। म त अब लभको टिचर, म त लभ भएर अरेन्ज भएर बिहा भएको हो, अनुभव छ अलिअलि। सुरुमा क्या मजा आउँछ नि, सबलाई थाहा छ नि, लभ स्टोरी लभ गर्नेहरूलाई थाहा है। तपाईँहरू लभ पर्दा त्यहाँ गुलाबको फुलमा काँडा देख्नु भएको थियो, फुलै फुल देख्नु भएको थियो, सबै राम्रो राम्रो। बिहा भएर कहाँबाट काँडा? बिहा भएर काँडै काँडा देख्छ, यता नि भोज्छ, यता बचिरहेको हुन्छ। साह्रो छ, साह्रो छ। त्यही भएर त्यो काँडालाई हटाउनु लागि चाहिँ जस्तो सुरुमा लभ पर्दा त्यो बिना काँडाको फुल देख्नु भएको थियो नि, त्यस्तै बन्नेको लागि चाहिँ दुईजना मिल्नुपर्छ। म त घोचेको त जिन्दगी भयो हो। झन् काँडा पलाउँदै जान्छ हो, घोचेको हुन्छ। कतिको बोलीले घोचिरहेको हुन्छ, कतिको व्यवहारले घोचिरहेको हुन्छ, कतिको बानीले घोचिराखेको हुन्छ। किन जब सुरुमा लभ पर्छ, एक अर्का कमजोरी थाहा हुन्छ, हुँदैन को कस्तो छ, झन् मजा आएर। लभ इज ब्लाइन्ड, त्यस्तै भनेको। देख्दैन नि, मजै मात्रै आउँछ, काँडा पनि देख्दैन, फुलै मात्रै देख्छ। जब बिहा हुन्छ फुली काँडा पनि पलाउँदै रहेछ। काँडा पलाउनु नराम्रो कुरा होइन, तर त्यो काँडालाई निकालेर फेक्ने पनि त तरिका छ नि त। बिहा भएपछि त्यसको पनि त बाटो छ नि त। त्यसको लागि चाहिँ पहिला मित्रतामा गाँसिनु पर्यो नि त। हस्बेन्ड वाइफ हामी दुईजना साथी हो भनेर मिल्नु पर्यो नि त, समय बिताउनु पर्यो, बातचित गर्नु पर्यो आपसमा, आफ्नो मनको कुरा पीडाहरू हस्बेन्डले वाइफलाई सेयरिङ गर्नु पर्यो, वाइफले हस्बेन्डलाई सेयरिङ गर्नु पर्यो मनको कुरा। तीसरा व्यक्तिलाई गएर भन्नु भएन। तीसरा व्यक्ति चाहिँ को छ? परमेश्वर। सबभन्दा पहिला परमेश्वरलाई, तर मान्छेलाई चाहिँ भन्नु हुँदैन। कति कुरा यस्तो हुन्छ नभन्ने कुरा हुन्छ, मान्छेलाई चाहिँ भन्नु, तीसरा व्यक्तिलाई चाहिँ भन्नु हुँदैन। सिधा परमेश्वर छ, हस्बेन्ड वाइफ, तीनजना। कति कुरा यस्तो हुन्छ, अब परमेश्वर हस्बेन्ड वाइफ छोडेर पनि बहुत ही समय, बहुत ही कम्ती केस यस्तो हुन्छ जो अरूलाई भन्नुपर्ने, त्यो चाहिँ भन्दा हुन्छ। त्यो चाहिँ आफूलाई जाँच गर्नुपर्छ जुन चाहिँ कुरा। परमेश्वर, हस्बेन्ड वाइफ। परमेश्वरलाई जति मर्जी भन्दा कुनै टेन्सन छैन। जति मर्जी भन्नुहोस्, प्रभुलाई कुरो सेयरिङ गर्नुहोस्, तीसरा व्यक्तिलाई चाहिँ सेयरिङ नगर्नुहोस् मनको पीडा। तर जति सक्दो हस्बेन्ड वाइफै आपसमा सेयरिङ गर्नु। त्यो हस्बेन्ड वाइफ आपसमा सेयरिङ गरोस् भनेरै सुहाउने शरीरको प्रभुले बनाउनु भएको हो। प्रभुलाई दुःख पाउनु लाग्यो हो, शरीरको कुरा शरीरमै एकाअर्कालाई उसको लागि सृष्टि गर्नुभएको। शरीरबाट नै अर्को स्त्री सृष्टि गर्नुभएको, ताकि आपसमै के गरोस्, आफ्नो सुख दुःखको कुरा सेयरिङ गर्नु सकोस्, एकाअर्काको भावनालाई बुझ्नु सकोस्, भित्र उसको के मनमा चलेस्, उसको भित्र के पीडा छ एकाअर्काले बुझोस् भनेर नै सहयोगी बनाउनु भएको हो। अनि त्यो कुरा अहिले धेरैकोमा छ, धेरैकोमा छैन। त्यसै कारणले विवाह भएपछि कतिको परिवारमा के छ, अशान्ति छ, अशान्ति छ।
शान्ति छैन, प्रभुले राखिदिनु भएको शान्ति छैन। यसलाई के भाइमाले कम्युनिकेसन बहुत जरुरी छ। आजको नम्बरमा छ अन्डरस्ट्यान्डिङ बिट्विन हस्बेन्ड एन्ड वाइफ इज भेरी इम्पोर्टेन्ट। बुझाकी समझ हुनु बहुत जरुरी छ। धेरै हस्बेन्ड वाइफमा बुझाकीको कमी हुन्छ, अन्डरस्ट्यान्डिङ। सबैभन्दा मैले आफ्नो जीवनमा यसो जाँच गर्दा सबभन्दा ठुलो चाहिँ अन्डरस्ट्यान्डिङ प्रब्लम हुँदो रहेछ। नबुझ्ने कुरा चाहिँ बेसी मैले भेटाएँ। बुढीले बुढाको कुरा बुढाले बुढी कुरा बुझ्दैन, त्यहीँ झगडा भइहाल्छ। नबुझेपछि झगडै हुनु। फ्रेन्डमा नि मैले के भने उहाँले बुझ्ने हामी मिल्छ, झगडा भइहाल्छ। किन एकाको कुरा त मिल्दैन, बुझ्दै त बुझ्दैन। उसले भने ऊ कस्तो नबुझ्ने, मैले भन्ला ऊ त कस्तो नबुझ्ने भन्ला, अनि दुईजनामा समस्या बुढाबुढीको त्यही समस्या। अन्डरस्ट्यान्डिङ चाहिँ बहुत इम्पोर्टेन्ट हो। अन्डरस्ट्यान्डिङ चाहिँ कसरी गर्नुहुन्छ भन्नु भयो नि, विवाह भएपछि तपाईँ के हुन्छ, हस्बेन्ड वाइफमा परमेश्वरले दुईजनालाई बुद्धिमानी चाहिँ बनाउनु हुँदैन। कतिको चाहिँ दुईजना बुद्धिमान छ, न त प्राय दुईजनामा एकजना अलिक तेज, एकजना अलिक स्लो, एकजना अलिक धिमा, एकजना त्यस्तो हुन्छ। याद राख्नुहोस्, एकजना अलिक चलाक, एकजना अलिक सोझो, हरेक जोडीमा। कोही जोडी चाहिँ दुईजना चट्टु हुन्छ, चलाक खाले क्या अब। तर प्राय हेर्नुहोस्, हस्बेन्ड वाइफमा या त हस्बेन्ड अलिक चलाक हुन्छ या त वाइफ अलिक चलाक हुन्छ। वाइफ चलाक छ भने हस्बेन्ड अलिक सिधा, हस्बेन्ड अलिक चलाक छ भने वाइफ अलिक सिधा, त्यस्तो हुन्छ। अनि अन्डरस्ट्यान्डिङमा जिउनको लागि, बुझ्नुको लागि के गर्नुपर्छ, अब बुढा हस्बेन्डको के कमजोरी छ त्यो वाइफले बुझ्नु सक्नु पर्यो। वाइफमा के कमजोरी छ त्यो हस्बेन्डले बुझ्नु सक्नु पर्यो। अनि मात्रै आपसमा मिल्नु सक्छ, न चाहिँ अशान्ति नै हुन्छ। जस्तो म अबुझ भएको ठाउँ मेरो मिसेसले बुझिदिनुहुन्छ, किनभने धेरै क्षेत्र मभन्दा बुद्धिमानी मेरो मिसेस हुनुहुन्छ। हालाकि उहाँ पर्चा गर्नु सक्नुहुन्न, तर मभन्दा धेरै ज्ञानी थुप्रो जग्गामा छ, मभन्दा पनि बेसी ज्ञान छ। र पनि कति कुरा मैले भनिराख्नु पर्ने हुन्छ, सिकाइराख्नु पर्ने हुन्छ, किनकि उसको कमजोरी मलाई थाहा हुन्छ। म यसो अन्डरस्ट्यान्डिङ गर्दछु होइन। एकअर्कालाई अन्डरस्ट्यान्डिङ चाहिँ बहुत जरुरी छ, बुझिदिनु। आदमलाई किन चाहिँ सुहाउने सहयोगी बनाउनु भएको, बुझ्नुको लागि त हो। एकअर्कालाई बुझिदिनु किन नबुझ्नु भएको तपाईँले भन्नु भएको छैन। धेरै हस्बेन्ड वाइफ किन नबुझ्नु भएको यो कुरा, बुझ्नुको लागि त बनाउनु भएको त, एकअर्कालाई बुझिदेऊ भनेर। अब बुझ्दै नबुझ्यो भने त प्रभुले त्यो थाहा भएर बनाउँथेन होला। हावालाई त आदम एक्लो हुन्थ्यो होला, त्यहाँ पशु प्राणीसित इन्जोय गरिरहेको, त्यसलाई एक्लै